everyone, welcome back to my YouTube channel. तपाईहरुलाई फेरि स्वागत छ। यति बेला चाहिँ बिहानै 5:30 भइरहेछ। हामी चाहिँ भित्र धान काट्नु जाँदैछ। आन्टी र म हाम्रो बुवा जोगी जानु भयो। हाम्रोतिर चाहिँ बिहानै धान काट्नु पर्ने हुन्छ। अनि हँसिया बोकिरहेछ नि यहाँनेरि। अनि मैले चाहिँ भिडियोहरु लाउन पाएकै छैन। कति दिन भइसक्यो भिडियोहरु बनाउन पाएकै छैन। व्यस्त छु। दिउँसो ड्युटी जानु पर्यो। अनि हामी चाहिँ यसरी लाग्दिनु पर्छ। बिहानै धान काट्नु पर्छ, सजिलो हुन्छ। दिउँसो त गर्मीले सकिँदैन पनि। छिराउमै रात अघि नै हिँडेको खै त अन्धारो उज्यालो भइसक्यो त। अन्त ढिलो भइसक्यो साथीहरु। राति नै हिँड्नुपर्छ। जुनमा हामी चाहिँ अलिक ढिलो गयो। आन्टीको घर आए मान्छे हुनुहुन्न नि त। अनि मेरोमा त भए पनि अब आन्टीलाई पर्खिनु पर्यो साथीहरु। अनि यहाँ हामी चाहिँ जाँदैछौँ। उज्यालो त भइसकेको रहेछ त। अनि ल सबैजनाले भिडियो हेरेर साथ दिनु होला। हेर्नु न धान यो सालको चाहिँ पानी हावाहुरीले तर यहाँ चाहिँ निकै लामो आउँछ। हाम्रोतिर चाहिँ खासै आउँदैन र यहाँ चाहिँ निकै लडाछ। धानबारी साथीहरु यस्तो छ। हाम्रो चाहिँ यस्तै छ जिन्दगी साथीहरु। बिहानीको नजारा चाहिँ यस्तो छ। हेर्नु न हाम्रोमा अब घाम चाहिँ भरे झुल्किन्छ। अनि माथिको चुलीबाट घाम निस्किन्छ। जाडो भइसकेको छ। त्यहाँ तल आउँदै हामी धान काट्नु पर्ने सबै। अनि यता त भइहाल्यो। यस्तै छ साथीहरु। साथी हेर्नु न तल नि धान काट्दै रहेछ नि दाजुहरुको। अनि यता हाम्रो बुवाहरुले 2-3 घरा काटिसक्नु भएछ। हामी चाहिँ ढिलो भयो। टाढा पर्छ नि त। आन्टीको घरमा मान्छे नभएर ढिलो भएको पर्खिनु पर्दैन। ला गम्बुट चिप्लेर फेरि हेर न मान्छेहरु कपिराइट हान्छ। धानहरु लडेर बिजो साग रोप्नु भएको रहेछ मलमा तुम्माले। कति राम्रो सागहरु हो। आन्टीले यो साल बिउ राख्नु भएको छैन सागको। यत्रो 3-4 घरा काटिसक्नु भएछ। अब हामी चाहिँ यहाँदेखि स्टार्ट हान्नुपर्ने हुन्छ साथी। लु यहीँदेखि काटौँ ल। चाहिँ काट्दै तल पुच्छरदेखि काट्दै यहाँसम्म आइपुग्यौँ। यताको पाटा उताको पाटा पनि काटेर टक्क हेर्नु न हाम्रोतिर घाम लागेको। कति मजाले घाम लागिरहेछ। आहा दिन पनि क्या। अब हामी चाहिँ यहाँ काट्नुहुनेछ। एकछिन आराम गरेको तिर्खा पनि लागिरहेछ। एकछिन बस्दा नि फोन चाहिँ चलाउनु पर्ने हुन्छ साथीहरु। यस्तै छ हाम्रो गाउँघरको भिरपाखाको धानबारी। फल्नु चाहिँ राम्रो फलेको रहेछ भन्दा नि ठिकै साथीहरु। अब चाहिँ हामी मेरो चाहिँ छुट्टी भइसक्यो। स्कुल जानुपर्ने भएर घाम पनि लागिरहेछ। यहाँनिर 8:40-45 भइसकेको छ। आजको मेरो हेर्नु सक्नुहुन्छ। हामी 8-9 जनाले काटेको बिहानैदेखि। यो फुल भिडियो चाहिँ यताबाट देखाउँछु म चाहिँ लागेको ल भाउजू। ल जाऊ कहिले काट्छ भन्दा मिठो गर ल। हाम्रो मेलो चाहिँ माथिहरु भिडियो बनाइरहेको छु। म चाहिँ घर फर्किँदैछु नि त। अनि हामीले धान काटेको चाहिँ हेर्नु न तल जंगल घारीदेखि टक्क यता माथि। अनि यता साइड पनि काट्दै हुनुहुन्छ बुवाहरु दाजुहरुले। अनि यता साइड चाहिँ हामीले काटेको 9 जनाले यति धान काट्यो। अब 9 बजीसम्म धान काट्नुहुन्छ अरूले चाहिँ। हामी स्कुल जानेलाई चाहिँ छुट्टी। अनि घाम लागेर आउँदैछ। हाम्रोतिर चाहिँ आजले 9:30 मा मात्रै घाम लाग्छ। अनि म चाहिँ हतार घर जाँदैछु। घरमा गएर सुमुचारहरु दिनुपर्ने हुन्छ। मम्मी एक्लै हुनुहुन्छ सक्नुहुन्न। मम्मीले 3-4 चोटि असार्नु पर्ने हुन्छ। सुँगुर धेर भएर ढिरो। म चाहिँ घर चाहिँ आइसकेँ घरमा। यहाँ त घाम लागिरहेछ त। पर त घामै लागिरहेको थिएन। अनि यस्तै छ हल्लीचल्ली घरमा। अब सुँगुर चारो लाउनु पर्ने हुन्छ साथीहरु। यहाँ पकाउँदै हुनुहुँदैछ सुनसान छ जिन्दगी घर मान्छे नभएर। म चाहिँ
साथीहरु मुस्लिम आएको फेरि के भयो अब चाहिँ म यताउता गरेर काम चारोहरू लाएर अथवा धोएर खानासाना खाएर फ्रेस भएर स्कुल जानुपर्ने हुन्छ साथीहरु अब भरे स्कुल खाएर के काम गर्नुपर्ने हुन्छ अघि बिहान मैले भिडियो चाहिँ स्टार्ट गरिरहेको छु साथीहरु अहिले चाहिँ बेलुकाको 5 बजिसकेको छ अनि 5 त बज्यो अनि अघि स्कुलदेखि आएँ 3 बजी आएको अनि खाजा खाँदा 3:30 अनि साथीहरु 3:30 त भयो अनि मेरो चाहिँ एक्जाम अब मङ्सिरमा छ त्यसको लागि तयारी गरिरहेको छु म चाहिँ अनि पढ्नु पर्यो 2-4 घण्टा अनि अहिले चाहिँ हाम्रो मेरो आन्टीलाई मर्चा बनाउन सघाउनु जाँदैछु अनि साथीहरु मैले चाहिँ बिहान जानकारीको भिडियो पनि छ त्यो जोडेर अब भोलि मात्रै लाउँछु ल किनभने एकदम बिजी छु आजभोलि पढाइले गर्दा कसैको भिडियो हेर्न पाएको छैन साथीहरु नरिसाउनु होला किनभने मेरो यो पढाइहरु सबै कुरा सिधै म सबैजनाको भिडियो चाहिँ हेर्छु अनि त्यस्तै छ साथीहरु अनि अहिले चाहिँ 5 बज्यो रात पनि पर्यो मैले चाहिँ लाइट बालेर आछु अनि माथि आन्टीकोतिर जाँदैछु साथीहरु म चाहिँ आन्टीको घरमा आउँदा हेर्नु न कति राम्रो फुल वाउ मै कति मन पर्छ यति बेला फुलहरु फुलेर हङ्की चङ्की मेरो आन्टी चाहिँ घरमा एक्लै हुनुहुन्छ होला यता चाहिँ हल्लुईको बोट छ आन्टी अनि हामीले मर्चा राख्नु लागि यस्तो पनि चाहिन्छ साथीहरु अनि यो चाहिँ अघि ल्याउनु भएछ आन्टीले धन्यवाद छ आन्टीलाई कति राम्रो कति हेरौँ लाग्यो नि ए बालेको चिज जस्तो ठ्याक्कै यो फुल त मैले पनि रोपेको थिएँ तर मेरोमा चाहिँ जागेन क्या यो क्यामेरा कस्तो ढल्क्यो पो यो यता नभएर होला हेर्नु न वाउ 5 बजी पनि यति अँध्यारो हुन्छ आजभोलि चाहिँ एकदम बिजी खाली मेरो साथी पनि तिमी माया पनि तिमी भने जस्तै के गर्नुहुँदैछ पर अनि हाम्रो साथीहरु यहाँनिर हेर्नु न मर्चाको लागि मलाई चाहिँ थाहा छैन अस्ति पनि मैले थोरै क्लिप्स देखाएँ आज चाहिँ म फुल भिडियो मर्चा नि राख्ने छौं हामी अनि खर्चानी पनि लाउनु पर्ने रहेछ हेर्नु न साथीहरु इ मेरो आन्टीको हेर्नु न जाँडहरु आम्मामा आन्टी चाहिँ जाँड पनि व्यापारी यता मर्चा नि व्यापारी हुनुहुन्छ साथीहरु हाम्रोतिर चाहिँ यस्तो खालको ढिकी हुन्छ नि फेरि अनि इ हेर्नु न अब यहाँ कुट्नुपर्ने चाहिँ रात परिसक्यो यता आन्टीले चारो पनि पकाउँदै हुनुहुन्छ साथीहरु के गर्नु गाउँले जिन्दगी जता गए पनि दुःख भन्ने कुरा काम भन्ने कुरा गर्नुपर्छ सबैजनाले म चाहिँ त्यही नै भन्छु किनभने दुःख चाहिँ नगरी सुख हुँदैन अब यहाँ यो सफा गरेर हामीले चाहिँ मर्चा कुट्नुपर्ने हुन्छ स्टार्ट हुन्छ भर्खर मात्रै हाम्रो चाहिँ अनि अब ल साथीहरु अब चाहिँ स्टार्ट हुन्छ अहिले निरा कुचिन्छ फेरि यौ काका नभएको भतिनीले निरा कुटिदियो भनेर अब चाहिँ यसरी कुट्नु पर्ने हुन्छ ल एउटा बत्ती राख्ने बेला भएछ आन्टीहरु पनि तपाईहरुले सजिलो हुन्छ नि राति काम गर्दै यहाँ रक्सीहरु पार्दै यसो के कुट्नु साथीहरु म चाहिँ एकछिन जाने तपाई जाने म जाने नि 45 मिनेटको बाद पछि चाहिँ साथीहरु अब चाहिँ यसलाई छिन्कने बेला भएको छ यता मेरो आन्टीले छिन्कनुहुन्छ म चाहिँ कुट्दै छु अब चाहिँ साथीहरु छिन्कने टाइम भइसकेको छ 45 मिनेट मलाई चाहिँ आउँदैन यो जति नाङ्लो बच्चा त्यति मेरो मुन्टोहरु पुरै जिउहरु हल्लिन्छ र म चाहिँ गर्दिन अनि मेरो आन्टी चाहिँ पास हुनुभएको साथीहरु ल अब अनि साथीहरु हामीले चाहिँ हेर्नु न पिठो पनि यति राम्रो कुटे सक्यौं यहाँ छिन्केर हाम्रो आन्टीले छिन्किनु भएको अनि अब चाहिँ यहाँनेरि एउटा मुन्दुम छ अरे त्यो नगरी चाहिँ हुँदैन अरे साथीहरु नि यसरी यो लाइटरमा त्यो सानो के बाल्नु पर्छ अरे झुम्रो अनि अब यो हामीले चाहिँ कुटिसकेको नि त हेर्नु न यसरी ए अब यहाँ राख्यो अनि कतिचोटि कुट्नु अरे आन्टी 3 चोटि 2 सक्यो साथीहरु अब चाहिँ हामी यो मर्चालाई यो पिठोलाई मुस्छौं अनि हामीले चाहिँ पिठो पनि कुटिसक्यौं अनि हेर्नु न यसरी यहाँ नाङ्लोमै केलाउनु पर्ने हुन्छ र यो उइलेको मुन्दुम
ए होइन मुस्नु तर भाँडा मुस्तानुहुन्छ आन्टीले चाहिँ यसरी सजिलो हुन्छ अनि भरे रोटी बनाउनु पर्ने हुन्छ नि त अनि अब यहाँ मेरो आन्टीले चाहिँ यहाँनिर रोटी बनाउनु बाख्रा गाई भैँसी यति छैन घरमा अनि यति राति अनि काका पनि हुनुहुन्न काममा जानुभएको छ नि त अनि यहाँ अब मेरो काकीले काम त सघर्नु पर्यो हामी घर छरछिमेकी अब साथीभाइ भएपछि त यति काम नगरी हुँदैन मलाई चाहिँ यता माइत गाउँमा एकदम खुसी लाग्छ किनभने सबैसँग भेट हुन्छ तल त पुरा त्यो जेलमा बसेको जस्तो कोही साथी नै छैन यहाँ त धेरै नै अब खुसी लाग्छ किनभने सबै साथीसँग भेट हुन्छ तल त जा फिरिम आइजा फिरिम साथीभाइ भन्ने छैन एउटा मेरो भाउजू हुनुहुन्छ दाजु हुनुहुन्छ त्यहाँ गयो भने मात्रै अनि आएपछि अब खुसी लाग्छ हुनु त जहाँ गयो जसो गरे पनि खुसी चाहिँ हुनै पर्छ छोरी मान्छे हो तर पनि अब फाइनली साथीहरू हामीले चाहिँ यहाँनिर यसो मुसेर पनि 15 मिनट राख्नुपर्ने हुन्छ अनि साथीहरु अब चाहिँ म र आन्टी भएर यहाँ टक्क टक्क आन्टीले रोटी बनाउने म चाहिँ राख्ने फाइनली साथीहरु हामीले चाहिँ सक्नु आँट्यौं रोटी बनाएर फाइनली साथीहरु हामीले चाहिँ हेर्नु मर्चा पनि राखिसक्यौं हैन तपाईले एकछिनमा यो चाहिँ अब यो मर्चाहरु यो राजा रानी उठिदिन्जेलसम्म हामीले चाहिँ यो सामानहरु चाहिँ उठाउनु हुँदैन यो नाङ्लोहरु यो चाहिँ कस्तो पहिला थाहा छैन नि यो भिडियो हेरेर तपाईहरुले पनि मर्चा बनाउन सक्नुहुनेछ साथीहरु यो भिडियो लामो लामो हुँदैछ होला त्यसको लागि सरी साथीहरु हामीले चाहिँ अहिले थुक्पा खाएको त्यही भएर अलिकति खाजा चाहिँ भात चाहिँ खाइदिउँ भनेर यहाँ फ्राई राइस यो चाहिँ के भन्छ बिरयानी बनाएको यहाँ कुखुराको खुट्टा चाहिँ यहाँ चाहिँ यो कुखुराको खुट्टा चाहिँ के भएर यस्तो भयो छ्या हैन हामीले त ठुलै कुखुरा काटेको त के भएको यो चाहिँ बिरालो पो कराउने बिरालोले पो खायो क्या हामी चाहिँ अब यो खाएर सुत्नु पर्ने हुन्छ साथीहरु म चाहिँ घर जानु पर्ने हुन्छ साथीहरु घरदेखि म चाहिँ बिदा माग्दैछु यति बेला रातको 8 बजेर नागिसक्यो म चाहिँ 5 बजी नै आएको अनि अब अन्धरात बाटोमा म चाहिँ एकदम डर छेरुवा मान्छे हो अनि आन्टीलाई मलाई लानु न तलसम्म पुर्याउनु भनेर जाउनु न हो यता आउँदैन हुन्छ मेरो आन्टी चाहिँ ढोका सोका सुन्नु पर्यो यत्रो घरमा यहाँ एउटा घर छ यता एउटा अनि अर्को किचन अनि कसरी सुत्नु हुन्छ होला मलाई त डर लाग्छ झिलिमिली पनि परेछ ए होइन परेछ अनि बत्ती मैले अघि नि यो फुल देखाएको थिएँ मैले मलाई आन्टीले तलसम्म पुर्याउनुहुन्छ छिटो न ए अहिले पो बल्यो त साथीहरु त्यस्तै हो अब चाहिँ म घर जानु पर्ने हुन्छ घरमा गएर एकछिन पढ्नु पर्ने हुन्छ अनि भोलि बिहानको काम त्यस्तो पढ्नु पर्ने हुन्छ भरे धुनु न हौ कुखुराहरु चोरिदिएला यहाँ तपाईहरुलाई चाहिएमा ताप्ले जाउँ त्यही त किन चाहिँ सानो खुट्टा भएको दिनुभयो भन्छु के खालको चाहिँ मान्छेहरु हुन्छन् हौ ल साथीहरु अब हामी चाहिँ ओह्रालो लाग्दियो आजको भिडियोहरु चाहिँ यस्तो यस्तै भयो बाटो चाहिँ हेर्नु न यस्तो छ हाम्रो
फाइनली साथीहरू हाम्रो आन्टीले चाहिँ मलाई यहाँसम्म पुऱ्याउनु भयो। हामी चाहिँ बिहान धान सान काट्नु गएको थियौँ। बिहानको राति हाम्रो दिउँसो चाहिँ त्यस्तै हो। आज स्कुल गयो अनि बिहान बेलुकाको मात्रै भिडियोहरू मैले चाहिँ लगाएर आएको छु। त्यस्तै चाहिँ साथीहरू सबैजनाले हेर्नु होला। आजको भिडियो चाहिँ म यहीँ अन्त गर्न हुन्छ। यहाँ बटुका पनि बोकिरहेको छु। मलाई आधी बाटोसम्म पुऱ्याउनु हो मेरो आन्टीलाई धेरै धेरै धन्यवाद। म त डराएको छेउमै नै हो अनि मेरो आन्टी चाहिँ डराउनु न हेर्नु न होइन। ल ल साथीहरू सबैजनालाई बाई बाई, हेभ अ गुड नाइट। यो भिडियो चाहिँ भोलि मात्रै पोस्ट हुन्छ ल ल शुभ यात्रा जानु ल बाई बाई।